हेलो, नमस्ते सबैजनालाई। आजको मिठो परिकार चाख्न हजुरहरूको स्वादे जिब्रो तयार छ होइन त? आज हामी बनाउँदैछौँ श्रिम्पको अचार। यसलाई चाहिने सामग्रीहरू श्रिम्प, अदुवा लसुन, सुकेको खुर्सानी अनि टिमुर, यसबाहेक नुन तेल त छँदैछ नि। अब केबाट सुरु गर्ने त यो बनाउन? अब तातो तेलमा श्रिम्प फ्राई गर्ने नि। यो श्रिम्प चाहिँ हामीले चाइनिज बजार गएर बोरामा बेच्न राखेको थियो सुकाएको श्रिम्प, त्यो ल्याएको हो। नेपालमा चाहिँ यसलाई प्रन, झिङ्गे माछा, अझ कसैले त साङ्ले माछा पनि भन्नुहुन्छ। हो र साङ्ले माछा पनि मैले त पहिलोचोटि सुनेको। हो नि, साङ्लाको जस्तो जुङ्गा हुन्छ नि त यसको। ए उता श्रिम्प फ्राई हुँदा हुँदै साइडमा अर्को प्यानमा टिमुरलाई पनि ड्राई रोस्ट गर्न राखौँ। सुकेको खोर्सानीलाई चाहिँ हल्का तेलमा भुटौँ है। ल यता श्रिम्प पनि मजाले फ्राई भयो। अब आउँछ पालो अदुवा लसुनको। अदुवा लसुन मजाले फ्राई भयो। यसमा श्रिम्प हालेर मिक्स गरौँ। ग्यास त बन्द गरिसक्यौ त। पाकिसक्यो नि सबै कुरा मिलाएर मिक्स गर्न मात्र बाँकी छ। यहाँ फेरि के हुँदैछ त? अदुवा लसुन त अझै छ त। पख न यसको पालि आउँदैछ नि। ल अब यो अदुवा लसुनलाई चपरमा खुर्सानीसँग पेस्ट बनाउने अनि मिक्स गर्ने अचारमा। ए सही हो। अघि श्रिम्पमा मिक्स गरे अदुवा लसुन चाहिँ बाइट साइजमा आउने भयो अचारमा। यो चाहिँ मसला जस्तो फ्लेभर आउने भयो पेस्टले, होइन त? हो नि। यो यत्तिको भयो। यसलाई अघिको श्रिम्पमा राखिदिउँ। नुन स्वाद अनुसार राखौँ। अब टिमुरको धुलो। ल अब यसलाई मजाले मिक्स गर त। यो त गजब चिज बन्यो। खाना मानी खाजा मानी जे मानी स्वादे जिब्रोलाई ठिक्क हुने। मजाले मिक्स भयो है। श्रिम्पको अचार रेडी। हेर्नुहोस् त कति मिठो देखिएको है।